अब भर्ने हैन त अर्को नयाँ आइपिओ एपोलो हाइड्रो पावर लिमिटेडले आज फागुन 11 गतेदेखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावितका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावितका स्थानीयका लागि कुल 4,70,000 किता आइपिओ निष्कासन गरेको छ र यो स्थानीयका लागि निष्कासन गरिएको आइपिओमा चाहिँ ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप जिल्लाका स्थानीयले चाहिँ आइपिओ भर्न सक्नेछन् र कुन कुन ओडाका लागि यो सबै डिटेल्समा भने मैले कमेन्टमा राखिदिएको छु, त्यहाँ गएर हेर्नुहोला। र स्थानीयका लागि निष्कासन गरिएको आइपिओमा चाहिँ न्यूनतम 10 कितादेखि अधिकतम 47,000 कितासम्म आइपिओ अप्लाई गर्न सक्नुहुनेछ र स्थानीयले फागुन 25 गतेसम्म आइपिओ अप्लाई गर्न सक्नेछन् र उक्त समयमा पनि पर्याप्त आवेदन परेन भने चाहिँ चैत्र 10 गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस्तै गरेर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि 94,000 किता आइपिओ निष्कासन गरेको छ। यसमा तपाईँले न्यूनतम 10 कितादेखि अधिकतम 94,000 किता आइपिओ अप्लाई गर्न सक्नुहुन्छ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ भर्ने अन्तिम मिति फागुन 14 गते तोकिएको छ भने यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ र यो दुईटै आइपिओको निष्कासन सम्पन्न भइसकेपछि चाहिँ कम्पनीले फेरि तपाईँ हामी जस्तै सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्नेछ है त।